त खत्राङ खुत्रुङ यसमा फेरि लत्के पनि मजाले पछारिन्छ नि। हाम्रो हरियाली खेत आउँदैछ अब यो। हामी चाहिँ यसो खेततिर लागिरहेछौँ साथीहरू। आयो हाम्रो खेत साथीहरू। ओह माथि पानी भर्नलाई हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। सो साथीहरू, धेरै समयपछि हजुरहरूको सामुमा उपस्थित भइसकेको छु र आजको भ्लग चाहिँ मेरो बिहानको 8 बजेदेखि स्टार्टिङ हुँदैछ। सो साथीहरू, हामी चाहिँ अहिले खेततिर गहुँ काट्नलाई जाँदैछौँ। यता चाहिँ हाम्रो जेठानी दिदी हुनुहुन्छ र यता अमाजु दिदी। हिँडेको घरदेखि चाहिँ 7 बजे हो, तर यहाँ अहिले हिँड्दा 1 घन्टा लाग्यो बाटोमै। यो चाहिँ हाम्रो खेततिर जाने बाटो हो। यतातिर यस्तो जङ्गल छ, त्योदेखि पारि त नक्कले गाउँ छ। त खत्राङ खुत्रुङ यसमा फेरि लत्के पनि मजाले पछारिन्छ नि। पहिला माइत हुँदाखेरि के अनि अब त्यतिमा घाँस दाउरा यस्तो हाम्रो केही नहुने र अरूले अरू बाख्रा पालेसँग रहर लागेर जङ्गलतिर जाने। त्यो दाउराको भारी अरूले बाँध्यो भने जहिले रेलिने, जहिले मेरो बाटोमा बिजोग हुन्थ्यो क्या। त्यही भएर नि जानु। अहिले पनि त्यस्तो हुन्छ। फेरि नरेलिएको दिन नहुने, 2 चोटि गराउनै पर्ने। अनि यस्तो बाटोमा फेरि नि पाक्न चिप्लिने लोट्ने कि अरूले बाँधेको भारी केही न केही त हुने क्या बाटोमा धौने। मैले बोक्न अप्ठ्यारो गरेर हो कि धेरै भारी पनि ल्याउनु सक्ने। अब त्यति जान्थेन नि त, म रहरले जान्थेँ घरदेखि। हाम्रो हरियाली खेत आउँदैछ अब यो। दिन त खतरा देखिनु भएको छ पछाडिबाट त। हामी चाहिँ यसो खेततिर लागिरहेछौँ साथीहरू। घरनिरको गहुँ काटेको त पानीले थिचेको गरेर त्यस्तै छ। अब आज यता खेततिरको ल्याउनलाई आएको छौँ। हजुर सुनसान छ। हाम्रो दिदीहरू पनि आउनुभयो कि नै। अब त थागल खाने सिजन पनि आयो नि वैशाखमा। ऐसेलु भेट्यो भने त खाने हुन्थ्यो नि। ऐसेलु के एकतिर राम्रो हुन्छ के। यसमा चाहिँ रोटी र अचार बोकेर आएको कि दिउँसोको लागि नास्ता। म धेरै टाइम त होइन काट्ने गाउँ साथीहरू। अहिले 9-10 बजीतिर चाहिँ पसल खोल्न जानको लागि चाहिँ 2-3 घन्टाको लागि टाइम छुट्याएर आएको छु म। हाम्रो खेतको यो मेन खोला आइसकेको छ। त्यहाँ चाहिँ पानी खाने उ छ क्या, मोल छ त्यहाँ। यतातिर हाम्रो खेत, उता माथि देखेको गोठ हो। दिदीहरू पनि आइसक्नु भयो अगाडि। आयो हाम्रो खेत साथीहरू। ओह माथि गोठ टिङ्लिङ्ग परेछ। त सिधै जाने हो कि त रोडदेखि जाने हो? यहाँबाट घुमाउँ नि।
यतातिर त हिँड्दै गाउँ काटिसक्नु भएको फुपू दिदी दाई पुसाई सबैले काट्नुभएको म चाहिँ आज आएको छु हिजो चाहिँ आउन भ्याएन क्या नयाँ सामानहरू अर्डर गरेको थिएँ त्यही भएर उता दुईजनाले गाउँ काट्दै हुनुहुन्छ त्यहाँ हाम्रो प्याज दिदीहरू कति बेला आइपुग्नु भयो एन्सर फेरि खतरा दिनुहुन्छ ए नास्ता खानु हजुर के छैन यहाँ भन्ने लाग्यो होला त सुतिर आफैले गर्नै पर्ने आफैले गर्नै पर्ने तयारी हजुर ढकाला दिने पैसा आफूले छैन पोहोरसम्म त्यस्तो गर्नुहुन्छ न जति मलाई न त गर्नुहुन्थ्यो नि न त जहिले त क्याटेरै गाउने चार्छ आजभोलि त त्यसलाई गर्ने पैसा म आफै खान्छु भन्नुहुन्छ फेरि पानी आयो त्यसमा पानीमा आयो त आउँछ डबल त्रिपल घुमाइदिन्छ एकचोटि धेरै तिर्ने बनायो थाहा छैन के जान्न म त मासु गरेर कोहीले उहीँ लगेर पकाउने भन्छन् कोहीले फेरि यहीँ पकाउने भन्छन् यहीँबाट पकाएर चाहिँ अझैको घुम्ने त न कोहीलाई पकाउनु लाग्नेहरू वन्दना रेसमाले फेरि गरे उहाँ घुम्न जाँदा फोटो खिचाउनु साह्रै त्यो मासु पकाउने ढुर्सी मुर्सी हुनेवाला भन्छन् नबिनाले उहीँ पकाउनेवाला यहाँ पकाएर लग्दा उहीँ पकाउने हो भन्छन् पुरै मिलिरहेन यहीँबाट पकाएर लगाएको राम्रो हो हामी घुम्न गए पनि अब त एकै ठाउँ भान्सा गर्नु को लाग्छ त होइन सबैलाई फोटो खिचेर भिडियो बनाउनु डर लाग्छ के मासु लग्ने फेरि बस्ने कुरा गर्ने यति काट्यो अब दिदीहरूले पानी तिर्खा मान्नु भयो पानी ल्याइदिनलाई म चाहिँ आएको बोकाको कता छ बोकाको कता मेरो छोरोको जाङ्गे त यहाँ रहेछ ल केले खाइदिएछ पाल परेर रहेछ यता छ नि लोटा राणा हुन् कि राजा हुन् दिदी बोतलहरु कहाँ सबले काटिसक्यो हामी मात्र लास्टमै काट्दै हाम्रो सबभन्दा ढिलो भयो
प्याजहरू चाहिँ खतरा छ है गाइजहरू। पहिला हाम्रो पुरानो गोठ चाहिँ यता साइडमा थियो क्या, त्यहाँ पारी। अहिले चाहिँ यता नयाँ उता सरेछ। आयो ढाड दुखेर हैरान छ, भुक्क गर्न पनि सक्दिनँ। धेरै समयपछि बनाएँ साथीहरू मैले भ्लग चाहिँ। बनाउनै अल्छी लाग्छ, झ्याउ लाग्छ, कति मोबाइल तेर्साएर बस्नु भन्ने लाग्छ। त्यही भएर आज त जे परे पर्ला खेतमा जाँदाखेरिको भ्लग चाहिँ बनाइहाल्छु भनेर बनाएको हो। हजुरहरूलाई फेरि पनि हाम्रो खेतको याद दिलाइदिउँ भनेर क्या, बेला बेलामा झल्को गराउनु पर्छ। चरा चुरुङ्गीको आवाजहरू आइरहेको कति राम्रो। यहाँ चाहिँ भ्यागुताहरूले पौडी खेलिरहेको छन् है साथीहरू। यहाँनिर छ क्या मूल। यहीँदेखि हामीले पानीहरू चाहिँ लगेर खाने मूल। यतातिर यस्तो खोला छ, बर्खामा ठुलै खोला आउँछ यहाँ फेरि। अब चाहिँ पानी भर्नलाई सुरु। घाम टल्केर कस्तो भएछ। यो गाउँघरको चाहिँ के यो घाँस दाउरादेखि लिएर यताउता सबै काम गर्न चाहिँ मलाई मनपर्छ। गर्छु पनि भन्छु, गर्दा गर्दै तर मेरो शरीरले एउटा साथ दिने। सानैदेखि नगरेको भएर होला। अनि काम गऱ्यो भने एक दुई दिनपछि त फेरि बिरामी भएर थला परिहाल्छु कि सक्दिनँ। पहिलेदेखि नगरेको भएर होला। तर पानी भर्ने भाँडा मान्ने काम भने त जति नै गर्छु, फेरि पानी त जति नै बोकिहाल्छु। त्यति यस्तो मेसो पाउनु कि यो कामहरू, तर गर्न त गर्छु, गरिहाल्छु पनि। तर अरू गाउँतिरको मान्छेहरूले जस्तै गरेर त्यस्तो बानी परे छैन कि अझै पनि। सधैँ पनि कामको सिजनको बेला मेरो भान्सामै काम जुट्छ, त्यही भएर पनि होला। सबै फुपू साई दिदीहरूले गरिदिइहाल्नुहुन्छ, म फेरि भान्सामा हुन्छु। आज त फुपूलाई नै भान्सामा जुराइदिएर म चाहिँ आएको गहुँ काट्न। एकछिनमा अब पसल खोल्न पनि जाने होला। कोही छैनन् मान्छे, म यसले बरबर गरेको देख्दाखेरि को कहाँ बोले खा भन्नु फेरि।
दुईटा बोतल बोक्न नि सकिन्न के यसरी हिँड्दा त मलाई केही नि भएको छैन। एक हप्ता जति भइसक्यो, ट्याक्कै 7 दिन पुगेर आजको दिनले गरेर 8 दिन भयो। मेरो कम्मर दुखाउन लाग्यो। के भएर दुखाएको थाहा छैन, चेकअप गर्नु जानु पर्ला न्यु इयर पछि भने हो। यतिकै हिँड्दा त केही नि भएको छैन, बस्दाखेरि उठ्नै सक्दिनँ कि लास्टै दुखाउँछ। शरीरले नै नक्कलै कार्यवाला जस्तो गराइदिएको कि मेरो त 22 वर्षमै अनेक समस्याहरू देखिन्ला छ। 30 पुग्यो भने त म त बाँच्दिनँ होला हो साथीहरू। यो पातलो हुनु नि गाह्रो छ, अनेक समस्याहरू देखिन्छ। कमजोरी भएर चक्कर लाग्छ, त्यस्तै प्रेसर लो भएर गाह्रो छ जिन्दगीको गोरेटोमा। आयो सिका होला यो खेततिरको दिदी आउनु। यो चोटिको प्याज चाहिँ गजब भए जस्तो छ। यसमा चाहिँ यो प्याज लगाउने तामा चाहिँ मेरो धेरै भूमिका छैन है। म त्यति धेरै आएन, यो सबै गराउने चाहिँ फुपूले अनि मेरो अमासु दिदीले उसाइले हो। दिदीहरूलाई किल्टीमा रोटी र अचार ल्याइदिएको थियो, त्यही खानुहुन्छ। पानी ल्याउन गएर फाइदा भयो कि साथीहरू। यहाँनिर हुँदाखेरि छोडेर गएको थिएँ म पानी ल्याउन। पारी पुगिसक्नु भयो। गाउँ पनि पातलो छ क्या, फेरि सानो पातलो छ, राम्रो छैन। हाम्रो दाइ फेरि म्युजिकको तालमा पुरा काट्नु भयो, काम गर्नु भयो। हुन्छ अरे पानी ल्याउन। गोपी चाहिँ भुटेर ल्याउनु पर्छ बन्द। सबै काट्ने भन्नुहुन्थ्यो, चना पनि काट्ने भन्नुहुन्थ्यो। अझै चना बरु अहिले काट्नु क्या, दिउँसो झर्छ नि। अहिले काटौँ चना काट्नु, यो काटौँ त घट्छ गर्नु न। तपाईँ दुईजना चना गरौँ न, हामी गहुँ काट्छौँ नि। त्यो गऱ्यो नि त बरु। नै त्यही त गराउँदै गर्ने नि, हामी भ्याइएपछि आउँछौँ नि त यता। हामी भ्याइ 10 बजी चुट्टाप पाक्ने। के खाएर बोल्दा त्यो खायो गएन फाल्ने। तरकारी भयो कस्तो तरिकाले सिका हुन्छन् कि यस्तरी यो बाइकहरूमा बस्ने बेला यस्तरी मुख छोप्ने तरिका आउनु। लडाइँमा जाऊँ चेलीहरू, लडाइँमा हाम्रो युद्धमा। त्यहाँबाट चढ्नु छिटो हिँड्नु, खुट्टा टेकेला।
भाइ भन्छ कस्तो बल खेल्न सक्छ हुन्छ हेरेको अरे भाइ भन्छ आफूले रे मलाई दुःख हुन्छ र भन्थ्यो अस्ति त यहाँनिरको मलाई राखिदिनु भयो काट्नु त एकछिन कम्मर दुख्यो मलाई दुःख हुन्छ तपाईँलाई त दुःख जसो त गर्नु भन्थ्यो अझ तल्लो गरा छ नि त्यो सानोवाला तल्लो छ नि तल छ त्यो त हर्रै छ भाइ तलतिरको त के झगडा हुन्छ त्यहाँ दुईजना चाहिँ भेनलाई यता तलतिर बाँकी नै छ अब एउटा गरा अनि उता पारतिर सानो छ अब चाहिँ म लगेर जानु पर्यो साथीहरू 10 बज्न लागिसक्यो म पसल खोल्ने होला ढाड अलि त सोझ्याउनै सकेको छैन देख त यो कम्मर अस्तिबाटै दुखिरहेको थियो सुई पनि लगाएन क्या त्यो त मैले त्यो कम्मरमा त्यो असर गर्छ भनेर चेक गराएरै गर्नु पर्यो भने न्यु इयर गएपछि सिजन छ कपडा बेच्नु पर्यो त्यो पसल बन्द भने जाने कुरा होइन पसलको सामान हटाएपछि त्यही अनुसारको पैसापछि त्यही पैसाले त ज्यान ठुलो बनाउने होला के अरे साथीहरू म चाहिँ गहुँ काटेर भ्याएर आइसकेँ अब दिदीहरू चाहिँ अलिकति बाँकी छ यहाँहरूले चाहिँ काट्दै हुनुहुन्छ म फेरि त पसल खोल्ने भयो छिटै आएँ कि 10 बजिसक्यो अब खाना खाएर पसल खोल्न जाने होला सिजन नभएको भए त बस्ने हुन्थ्यो सिजन पनि छ फेरि व्यापारको त्यही भएर चना बोकेर हिँडेको म भारी धेरै ठुलो छैन सकिन्न धेरै बोक्नु पनि हाम्रो घरतिर जाने बाटो आइसकेको छ एक्लै लुखरुक लुखरुक गरिरहेको छु म त चना लिएर आएको क्या साथीहरू हजुरहरूले चाहिँ मेरो भ्लगलाई अन्तिमसम्म स्किप नगरेर हेरिदिनु होला घर आउन चाहिँ बाँकी छ है साथीहरू यो चाहिँ म आधा बाटोमा आएको छु पुरै बाटोको त मैले रेकर्ड गर्न सकिनँ जहाँ जहाँ सक्छु त्यहीँ हजुरहरूको लागि भिडियो बनाएर गाडी बोकेर हिँडेर देखाउँछु ल बाटोमा फेरि यस्तो पात यो कसिङरहरू क्या यो पातहरू यस्तो छ एकमा टेकेर लरक्क लर्क्यो भने गयो गाडी खोलातिर फेरि पुरा चर्को घाम लागेछ 9 बजेतिर आउनु पर्ला भन्ने सोचेको थिएँ तर काट्छु भनेर 10 बजीसम्म त काटियो अझै अलिकति चाहिँ बाँकी अब काटौँला भनेको फेरि पसलमा अब आज आउने कस्टमरहरू हुनुहुन्थ्यो फेरि आएर कुद्नु भयो होला भनेर म आउने भइहाल्यो भान्जीले चाबी छोडेको भए त भान्जीले खोलिदिइहाल्दिनँ होला पसल फेरि आज भान्जीलाई मैले चाबी दिन नि बिर्स्यो अब गएर त हात मुख धुने अनि भात सात खाएर जाँदा टाइम लाग्ने होला कस्तो बाङ्गो भएको यार बारी पनि र साथीहरू हजुरहरूले चाहिँ कहाँ कहाँदेखि मेरो भिडियो हेरिराख्नु भएको छ सो कमेन्ट गर्न सक्नुहुन्छ र कोही नयाँ भ्युवर्सहरूले हेरिराख्नु भएको छ भने प्लिज मलाई सब्सक्राइब गर्नु होला अब चाहिँ हाम्रो घर आउनु नजिकै छ यता चाहिँ साइडमा एउटा फुपू बस्नुभएको थियो कि हाम्रो यहाँ बराल्ने फुपूहरू अनि कान्छी के हो टिकटक बनाउँदै हिँडेछौ क्या भनेर भन्नुभएको थियो लाज लागिरहेको थियो यो चाहिँ हाम्रो घरनिरको घर पछाडितिरको साइडको यो चिरा हो क्या म बिहे गरेर भर्खर हाम्रो सरको घरमा भित्रिँदाखेरि यही खोलादेखि नै बगाएर ल्याउनु भएको थियो मलाई यही बाटोदेखि फाइनल्ली साथीहरू हाम्रो घर चाहिँ आउन लाग्यो
साथीहरू मलाई के भर्खरै बिहे गरेर भोकाट ल्याउँदाखेरि यही बाटो ल्याउनु भएको थियो नि अनि यहाँनिर कता आइपुगेको बेला कहाँनिर हो तपाईँको घरमा चाहिँ कता छ भनेर सोद्धाखेरि मलाई त्यहाँ माथिको लेकतिरको घर देखाउनु भएको थियो क्या अनि लास्टमा त आफू अगाडि जानुभयो मलाई यहाँनिर राखेर भान्जीले लिन लगाउनु भएको थियो घर फेरि यहाँनिरै रहेछ फेरि मलाई फेरि झुट बोलेर माथि लेकमा छ भनेर झुकाउनु भएको थियो क्या हाम्रो हस्बेन्डजीले ट्याक्कै यो बाटो हिँड्दा चाहिँ एकदमै याद आउँछ कि मलाई त्यही भनेको शब्दहरू हो यहाँनिर यो रुखनिर हो क्या म छाता ओढेर बसिरहेको थिएँ कुरेको थिएँ अनि उतादेखि भान्जीलाई लिन पठाउनु भयो आफू चाहिँ छिटो गएर रुममा लुकिसक्नु भएको थियो अनि भान्जी आएर भान्जीसँग गएको फेरि म भित्रतिर अलिअलि आफ्नो लभ स्टोरी पनि सुनाइरहेको छु है साथीहरू भ्लगमा हाम्रो घर आइपुग्यो बाख्राहरू त मस्त तरिकाले छन् उता गोरु के गरेको घाममा किन कपडा छोराको बाई ज्ञानी भएर बस है यति बेला चाहिँ म खानासाना खाएर रेडी भएर पसल जानलाई आइसकेको छु उता बाबुले चाहिँ साँझ आउँदा के ल्याइदिनु भनेर डिमान्ड गर्दैछ मेरो सामान ल्याउन जानु पर्ने छ अनि त्यति बेला म तिमीलाई भन्छु नाच्ने केटीहरूको होइन भोलि अरूको कपडा हो क्या मेरो छोरालाई फेरि पुरा ए टु जेड पुरै डिटेल पुरै भन्नुपर्ने हुन्छ है कहाँ जानु लाग्यो के गर्न लाग्यो सबै कुरा भने मात्रै ए भनेर बुझ्छ नत्र त साथीहरू यति बेला चाहिँ म पसल जानलाई रेडी भइसकेको छु जाँदैछु भन्दा त खाना खाइसकेँ हातमुख धोएर अब पसलको यात्रा सुरु भयो अहिले चाहिँ 11 बज्न लाग्यो आज चाहिँ मैले पसल अलिक ढिला नै खोल्न लागेँ अब गएर पसल खोल्छु एकछिनमा यता बाटोमै छु म साथीहरू अब चाहिँ म मेरो भ्लगलाई यहीँ इन्ड गर्न चाहन्छु र मेरो नयाँ मेम्बरहरूले भिडियो हेरिराख्नु भएको छ भने प्लिज लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला सो साथीहरू अब चाहिँ म पसल पुग्न लागिसकेको छु एकैछिनमा पसल पुग्छु सो आजको भ्लग चाहिँ यहीसम्मलाई इन्ड गर्छु सो कसैले पनि स्किप नगरेर हेरिदिनु होला मेरो भिडियोलाई थ्याङ्क यू नेक्स्ट भिडियोमा फेरि हामी मिल्नेछौँ सो आजलाई यति बाई बाई